माताको मन्दिर भयो पवित्र अरू भयो भित्र मन्दिर भयो पवित्र अरू भयो भित्र मन्दिर भयो पवित्र अरू भयो भित्र मन्दिर भयो हरिहर मन्दिर आज अत्यन्त खुसीको क्षणमा भगवान नै प्रसन्न भएको क्षणमा छौँ। हामी नेपाली की चेली, नेपाल आमाकी छोरी, हामी सबैकी आदरणीय गुरु प्रख्यात विश्व प्रख्यात प्रवक्ता वक्ता भागवत वक्ता देवी प्रतिभाज्यू हाम्रो क्षेत्रलाई माथि उठाउनको लागि हर सम्भव तरिकाले फेरि पुनः कोट्यौंकै रूपमा क्षेत्रलाई माथि उठाउनेको रूपमा पुनः फेरि हरिहर क्षेत्रलाई नै भगवानकै चाहना अनुसार रोजेर फेरि पोखराको गौरवलाई पोखराको इतिहासमा न हिजो थियो न आज हुन्छ न भविष्य हुन्छ त्यस्ता कोट्यौं र मागेका सङ्कल्पकर्ता आदरणीय गुरु बालकेश्वर महाराजज्यू भूमि देवभूमि हरिहर भगवानको कति शक्ति छ भन्ने कुरा र पहिला सुरुमा आउँदाखेरि नै यहाँका गुरुहरूले पनि बताउनु भएको छ र आज पनि हाम्रो यहाँ मूल पुजारीको जुन बताउनु भएको छ त्यो मैले प्रत्यक्ष अनुभूति गरेको छु, महसुस गरेको छु र त्यो भगवानले सुन्नुहुन्छ भन्ने मलाई पूर्ण भरोसा विश्वास भएको छ र संसारमा यस्तो अभूतपूर्व मन्दिर पनि रहेछ है भन्ने मलाई अहिले अनुभूति भइराखेको छ र बिहान उठेपछि जहिले पनि मैले जय हरिहर भगवान भनिराखेकै हुन्छ। बाहिर हल्ला गर्ने बाहिर माइकमा भनिरहने विषय पनि होइन, तर हरेक पटक जय जयकार गर्दाखेरि हरिहर भगवानको नाम लिने प्रण पनि गर्दछु। आज राधिका दिदीले त्यसमा पनि पुनः हामीलाई स्मरण गराउनु भएको छ। सबैजनालाई जय श्री राधे। बोलिए सिद्धेश्वर भगवान को। आज हामीहरू भगवान श्री सिद्धेश्वर सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरमा उपस्थित छौं और यहाँ आएर यो सुन्दर दिव्य दर्शन गर्न पाउनु मेरो एकदमै ठूलो सौभाग्यको कुरा। यहाँ आइराख्दाखेरि हजुरहरू सबैजनाले अपार प्रेम अपार स्नेह मलाई प्रदान गर्नुभयो, त्यसको लागि म धेरै धेरै ऋणी छु और सबैलाई धेरै धेरै धन्यवाद। आश्रमका सबै पदाधिकारीज्यूहरूलाई जोरदार तालीले सम्मान, समस्त सामाजिक अभियन्ताहरूलाई जोरदार तालीले सम्मान गर्नुहोस्। यहाँ उपस्थित समस्त आचार्यगण समस्त गुरुवर्गहरूलाई जोरदार तालीले सम्मान। संख्या हुनुहुन्छ, यति धेरै भक्तहरू हुनुहुन्छ, सबै भक्तलाई जोरदार तालीले सम्मान।